हेलो साथीहरू, वेलकम टु माई ब्लग। साथीहरू, आज चाहिँ मलाई गाभाको तरकारी एकदमै खान मन लाग्यो, त्यही भएर म चाहिँ आज गाभाको तरकारी बनाउन जाँदैछु। साथीहरू हेर्नुहोस् त, यो कर्कलको झ्याङ हेर्दै लोभ लाग्दो भएको छ, कस्तो मजाले फैलिएर आएको छ भने। आज चाहिँ म कर्कलको गाभा बनाउँदैछु। कहिलेकाहीँ चाहिँ यो कर्कलको गाभा खान पनि मिठो लाग्छ कि मलाई चाहिँ। दाल जस्तो बनाएर चाहिँ होइन, हल्का आलु कि गेडागुडी मिसाएर साग जसरी पकायो भने चाहिँ मिठो लाग्छ। हिजो अस्ति योभन्दा पनि ठुलो झ्याङ थियो, मैले चाहिँ आधा छाटेर फ्यालिदिएँ। आज पनि यो गाभा चाहिँ टिप्छु अनि बाँकी चाहिँ सबै काटेर फ्यालिदिन्छु ताकि अब नयाँ राम्रो फलाओस्। पहिलिन पनि यस्तो मजाले फैलेको छ कि के भन्नु, बारीमा रोपे जति नै छ। मलाई यो कर्कलोको त प्रायः सबै मनपर्छ, यसको पिडालुको झन् मस्यौरा बनाउँदा त लास्टै मनपर्छ। अनि यो कर्कलोको अचार पनि बनाएको देखेको छु कुनै कुनै भिडियोहरूमा, तर मैले अहिलेसम्म यसको अचार खाएको पनि छैन र मलाई बनाउन पनि आउँदैन। हेर्नुहोस् त साथीहरू, यस्तो फ्रेस अर्ग्यानिक खाउँ लाग्दो छैन त। मैले चाहिँ सबै कर्कलोको झ्याङ चाहिँ छाटेर भ्याइसकेँ। त्यत्रो झ्याङबाट गाभा चाहिँ यति भएछ है साथीहरू। खोर्सानीहरू पनि मजाले फलेको छ, अब 2-4वटा खोर्सानी टिपेर लान्छु। अब गाभा पहिला मजाले पानीले पखाल्छु, त्यसपछि मात्र मैले पखालेर पनि सकेँ। अब यसलाई केलाउँछु। खानालाई चाहिँ मिठो लाग्छ, तर यसलाई केलाउन चाहिँ अलि झ्याउ लाग्छ कि साथीहरू। हातमा रातो रातो बस्छ अनि त्यसपछि हल्का चिलाउँछ पनि। मैले फाइनली केलाएर पनि सकेँ है साथीहरू। अनि हेर्नु न, मेरो हात मेहन्दी लाउनै नपर्ने भएको छ। आज चाहिँ मैले गाभामा आलु मिसाएर पकाउन लागेको छु। कराई तातिसक्यो, कराईमा तेल हालेँ, तेल तातिसकेपछि मेथी र खोर्सानी पुऱ्याएँ। सुरुमा चाहिँ आलु हाल्छु अनि आलुलाई एकछिन चलाएर अलिकति हल्का पाक्न दिन्छु। आलु हल्का पाकेपछि मात्र गाभा मिसाउँछु। आलु पनि हल्का फ्राई भइसक्यो, अब यसमा गाभा हाल्छु। गाभा हालिसकेपछि चाहिँ एकछिन चलाउँछु, त्यसपछि छोपिदिन्छु ताकि यो हल्का पाकोस्। त्यसपछि मात्र नुन, खोर्सानी, हल्दीहरू हाल्छु। गाभा चाहिँ हल्का गलिसक्यो, अब यसमा म नुन, खोर्सानी, मसलाहरू हाल्छु। त्यसपछि फेरि एकछिन चलाएर छोपिदिन्छु ताकि मसलाहरू पनि राम्ररी लागोस् अनि अझै गाभा गलोस्। गाभा मजाले गलिसक्यो, अब म यसमा गोलभेडा र लसुन हाल्छु अनि हल्का पानी हालेर चलाउँछु अनि छोपिदिन्छु। म चाहिँ यसमा हल्का रस हाल्छु अनि यो पानी पाकिसकेपछि रेडी भयो। मलाई चाहिँ गाभा यसरी पकाएर खाँदा मिठो लाग्छ। हजुरहरूलाई चाहिँ कसरी बनाएर खाँदा मिठो लाग्छ साथीहरू, यसो कमेन्ट गर्नुहोस् है।